म मेरो यो गाउँले समाजको सदस्यगण सबैलाई म माफी माग्न चाहन्छु र जसरी हुन्छ हाम्रो समाजलाई आज पर्यन्त अथवा आजदेखि उता हामीले यो समाजलाई अझै बढाएर लानुपर्छ, अझै विकसित बनाएर लानुपर्छ र त्यसमा सबै सदस्यगणले आफ्नो हातेमालो हैसे थपेर तपाईहरु सबै एक भएर यो समाजलाई अगाडि बढाउँ भन्ने म सुझाव पनि गर्न चाहन्छु र यो विगतमा हामीले कतिवटा कामहरू गर्ने चेष्टा गर्दै पनि हामीले कतिवटा कामहरू गर्न सक्यौँ। जस्तै यो समाज घरलाई हामीले जसरी हुन्छ एउटा समाजको ठुलो हल बनाउनुपर्छ, एउटा कम्युनिटी हल जस्तो बनाउनुपर्छ। त्यसमा हामीले हाम्रो जिटिएका जुन कार्यपाल हुनुहुन्छ उहाँकोमा गएर हामीले उहाँलाई भेटेर हामीले उहाँलाई यो हाम्रो समाजको भवन बनाउनको निम्ति हामीले उहाँसँग सहयोग माग्नुपर्छ अथवा यो भवन बनाउनको लागि हामीले डिपार्टमेन्टल हिसाबबाट विभागीय हिसाबबाट नै गर्नुपर्छ, किनभने तपाईँ र हाम्रोमा त अब त्यो कोष छैन, बनाउन सक्ने क्षमता छैन भनेर हामीले कोसिस गर्दै पनि हाम्रो 1 वर्ष बितेर गएछ, हामीले गर्न सकिनँ। त्यसमा हामी क्षमा चाहन्छौँ। तर त्यो बाहेक हामीले सबैभन्दा ठुलो कुरो के गर्न सक्यौँ हाम्रो यो समयमा, हाम्रो यो पिरियडमा भन्दाखेरि हामीले हाम्रो यो समाजको रेजिस्ट्रेसन चाहिँ हामीले गरेर ल्याएको छौँ र रेजिस्ट्रेसन गरेपछि हामीले संविधान पनि बनाउनु पर्दो रहेछ। संविधानको आधारमा हामी चल्नु पर्दो रहेछ। यहाँ संविधान किताब हामीले छापेर ल्याएको छौँ। प्रत्येक सदस्यलाई हामीले एक-एकवटा दिनेछौँ। अब उपरान्त हामी यो संविधानको आधारमा हामी अगाडि बढ्नुपर्छ, अगाडि चल्नुपर्छ। यदि यो संविधानले के भन्छ, कसो भन्छ, त्यसको आधारमा चल्नु सकेन भने उसको आउँदो दिनमा उसले के नराम्रो भोग्नुपर्छ, के सजाय भोग्नुपर्छ। यसमा अब अहिलेसम्म त तपाईँहरूले कतिजनाले के हुन्छ म 2-3 वर्ष भइसक्यो म दिदिनँ नि चलिरहेको छ। तर अब मैले अघि पनि साथीहरूलाई आलोचना गर्दाखेरि यो कुराहरू राख्नु है भनेर मैले भनेको थिएँ कि यो संविधानले यदि 6 महिनाभन्दा बेसी उसको तिर्नुपर्ने सदस्यता रकम चाहिँ यदि उसले तिर्नु सकेन भने ऊ सस्पेन्ड हुनेछ, समाजबाट बाहिरिनेछ। समाजबाट उसलाई निकासित त गरिने छैन, तर समाजको सहुलियत उसले कुनै पनि पाउने छैन। र यसले गर्दाखेरि अब तपाईँहरू पनि यो संविधानको आधारमा चल्नु सक्नुपर्छ। ठिकै हो, अब कसैलाई पैसा निकाल्नु निकै साह्रै पर्छ, गाह्रै पर्छ, तर पनि समाजको लागि आखिरी तिर्नै पर्ने हो। अब तपाईँहरूले कतिजना यहाँनिर देख्दैछु मैले, हिजोअस्ति मैले यहाँ हाम्रो कोषाध्यक्षलाई मैले भने कि उसको त 3250 रहेछ त तिर्नुपर्ने। अब ऊ आज पर्यन्त यो सम्मेलन भयो, नयाँ कमिटी गठन हुन्छ। नयाँ कमिटीलाई म यो सुझाव राख्न चाहन्छु, तपाईँले तुरुन्तै उसलाई उसको सदस्यता खारिज भएको लेटर उसलाई पत्र दिनुपर्छ। अनि 1 वर्ष भन्दाखेरि बेसी जो बगौतो भएर बसेछ उसको पनि सदस्यता खारिज हुन्छ, किनभने यो संविधानले दिएको छ। मैले ठुल्ठुलो कुरा गरेको होइन। त यसले गर्दाखेरि तपाईँहरूलाई म अनुरोध गर्न चाहन्छु, अब अहिले नै अब यहाँ हेर्नुहोस् त, हाम्रो समाजमा 51 घर छ। 51 घरमा अब यहाँनिर यसो हेर्दाखेरि चाहिँ कता 25 घर जस्तो चाहिँ छ। 25 घर छैन। त समाज के हो, समाज हामीलाई किन चाहिन्छ भन्ने कुरो नै अब उनीहरूले बुझेको छैन होला र नै यसको गरेको।
समाज त हो। अब उनीहरू अब कुनै कुनै घरमा अब केही पर्यो भने त्यहाँ जान्छ, उनीहरू केही काम गर्छ। तर त्यो काम गरेर मात्रै हुँदैन नि, समाजको नियम के हो, कानुन के हो, समाजलाई कसरी अगाडि बढाउनुपर्छ, समाजलाई कसरी चलाउनुपर्छ, आउँदो भविष्यको नानीहरूलाई कसरी अगाडि बढाउनुपर्छ, त्यो कुरोमा चाहिँ हामी सबै जग्गा बेला बेलामा यसरी मिटिङमा हामी भेला भएर आफ्नो आफ्नो विचारहरू पोख्नु सक्नुपर्छ, आफ्नो आफ्नो विचारहरू राख्नु सक्नुपर्छ। र त्यसले गर्दाखेरि चाहिँ म तपाईँहरूलाई के भन्नु चाहन्छु भन्दाखेरि चाहिँ आइन्दादेखि चाहिँ कृपया अब अहिले उपस्थित जति हुनुभएको छ तपाईँहरू त अब तपाईँहरूलाई मैले भन्नु चाहेको होइन, तर जो जो अनुपस्थिति छ उहाँलाई तपाईँहरूले गएर भनिदिनुहोस्, खबरदार आइन्दादेखि यस्तो गर्नु चाहिँ पटक्कै हुँदैन भन्ने म सुझाव राख्न चाहन्छु। र यो संविधान पनि हामी केही समय पश्चात हामी बाँड्नेछौँ, कार्यहरू उठाएकै यो जग्गामा होइन। तर अहिले बत्ती आएको छ, बत्ती आउँदाखेरि पनि हामीले कतिवटा बत्तीको अब त्यस्तै अब प्रब्लमहरू हुन्छ।